जाटे उत्थान लिसे सामाजिक उत्तरदायित्व या ज्यामदिक्क याना वया चंगु नेपाल खर्गी सेवा समिति नेतृत्व लिसे वृत्ति विकास या प्रशिक्षण जाजो यागुदु एया कालिका स्थाने वंगु शुक्रबार निसे आइतबार सोनुन्यंक प्रशिक्षण जाजो जुगु ख कोरोना संक्रमण दर छु फति पाजुगु व ता इतक निषेध आज्ञा चुने मागुली आपला मनुतैके निराशा या भावना बोलंगुली थुके पाखे बचे या त सृजनात्मक गतिविधि याका आत्मनिर्भर लिसे आत्मविश्वास बोलंकेको आजु ठुगु प्रशिक्षण जाजो कोसागो ख ठो चाहिँ झिसा वास्तविक खस चाहिँ आथो विश्व जिचौपट्टि महामारी उके चाहिँ लकडाउन सिरे ढुङ्गा ठो लकडाउन सिरे ढुङ्गा चाहिँ आ छिटो तक्ले माउपट्टि आवश्यक खले ढाबले झिउ चाहिँ ब्रेन फ्रेस या माउस झिसाले छ्यारा छ ठो महामारी चाहिँ मनु थ ठिटी मन्ट उखि मन्ट ठुकी मन्ट झिसा नेना जनो जल झिउ दिमागै फ्रेस मरि झिउ पनि शरीर छ ऊर्जा कम जुइठे चंगु जो नि नेपाल खडी सेवा समिति चाहिँ ट्विटर चाहिँ गेना चाहिँ झिसा मनु तेट युवा तेट चाहिँ आ झिसा रिफ्रेश या वेक अप इन्टु झिसा छौ मे ऊर्जा बिया चाहिँ आ नु किस्म चाहिँ न्यानी वन्ट वेक अप इन्टु झिसा छौ हौसला बिउटे जिमसा छलफल यानो बोले चाहिँ ठठा याना चाहिँ नेतृत्व तथा वृत्ति विकास तालिम जिमसा हरेक वर्ष याना चनु न खौ जल अलि वो थ कार्यक्रम चाहिँ आयो सन्दर्भ चाहिँ झिसा ठो चाहिँ झिसा सोशल डिस्टेन्स मेन्टेन याना सिकमिचा खन जे थन म मनो चको उपस्थिति जि चौंडु यको मनो तेट झिसा उपस्थिति यान चनु न मरु मला वो किस्म चाहिँ वेक अप इन्टु छौ नो ऊर्जा बिउनिति चाहिँ मुख्य ना अलि नापन्टु आठ नेतृत्व तथा वृत्ति विकास थामन्टु झिसा गेना नेतृत्व या मलाई थय मनोवृत्ति गेना वृद्धि या तै प्रशिक्षण नीति छिसा ठो चाहिँ महामारी ते मध्यनजर याना है छिसा ठो ज्याजो या नजर जाजोले प्रशिक्षार्थी तेस प्रशिक्षण पाखे थगु अधिकार या बारे सिके फैगु व थया के आत्मविश्वास बोलनेको विश्वास या आगु अर्को किप मोबाइल फोन साइलेन्ट है ड्युरिङ द ट्रेनिङ हामी ट्रेनिङ अवधिभर मोबाइल साइलेन्टमा राख्छौँ तालिम का चाहिँ छिसा वय ख जो थय चाहिँ पहिला ज्ञान से विकास या थय वृत्ति विकास या चाहिँ उ शिक्षा चाहिँ छिसा चाहिँ जुन निकायले जुन थास चाहिँ नयाँ मौका जुन थास चाहिँ छिसा चाहिँ थयो हक अधिकार स्थापित या मौका ओकेलाई छिसा लना थय हक अधिकार चाहिँ स्थापित या है प्रशिक्षण या महत्व व थन बियाचंगु प्रशिक्षण विधि बारे प्रशिक्षक राज साई थते थयादी नेतृत्व विकास तालिम भन्ने बित्तिकै अब हाम्रो चाहिँ एकदमै विशेष पृथक छ किन भन्छौँ भने एकदम अब अमेरिकन स्ट्यान्डर्डमा चाहिँ हामीले ट्रेनिङ दिइरहेको छ एकदम प्रयोगात्मक छ अब धेरै जस्तो ट्रेनिङहरू यहाँले हेर्नु भएको छ भोग्नु भएको छ धेरै सैद्धान्तिक रूपमा हुन्छ हामीले के गर्ने गरेका छौँ भन्दा सैद्धान्तिक कम र व्यवहारिक पाटोलाई चाहिँ एकदमै प्रयोगात्मक रूपमा चाहिँ अगाडि बढाउने हाम्रो चाहिँ जमर्को छ र टिम पनि हामी त्यसै गरी डिभाइड गरेर चाहिँ सम्पूर्ण साथीहरूलाई अभ्यासगत रूपमा चाहिँ अगाडि बढाउनु हुन्छ मलाई पक्कै पनि लाग्छ अरू ट्रेनिङहरूभन्दा एकदम अगाडि छ भन्ने कुरामा विश्वस्त छु म यो खास तालिमको सुरुवात मकवानपुर जिल्लाबाट भएको हेटौँडाबाट र यस्तो सरसर्ती हेर्दै जाँदाखेरि अहिलेको अध्ययन हाम्रो धेरै युथहरू भनौँ स्पेसली खड्गी समुदायको साथी भाइ बहिनीहरू चाहिँ एकदमै विगतको दिनमा भनौँ न एकदमै चाहिँ भनौँ न अब हामी कुनै पनि जमातमा साथीहरू चाहिँ तालिम शैक्षिक रूपमा चाहिँ अलिकति चाहिँ पछाडि परेको हुँदाखेरि चाहिँ एकदमै गाह्रो अवस्था थियो मैले तपाईँलाई एक दशक अगाडिको कुरा गर्दैछु र अहिले चाहिँ एकदमै के छ भन्दाखेरि साथीहरू धेरै भाइ बहिनीहरू चाहिँ एकदम पढे लेखेका आइरहेछन् इन्ट्रेस्टेड छन् तर कस्तो बाटो थाहा छैन र ट्रेनिङ मार्फत चाहिँ हाम्रो मुख्य उद्देश्य के भन्छ त्यस्ता विद्यार्थीहरू साथीहरू त्यस्ता युवा साथीहरू जस्ता महिला साथीहरूलाई चाहिँ सकेसम्म ट्रेनिङ मार्फत यो सङ्गठनको विषयमा पनि जानकार होस् र हामीले गरिरहेको जुन सामाजिक क्रियाकलापहरू छन् होइन ती सामाजिक क्रियाकलापहरूलाई पनि प्रचार प्रसार गर्ने हाम्रो चाहिँ स्पेसल्ली महत्त्वपूर्ण चाहिँ भूमिका होस् भनोस् भन्ने हिसाबले चाहिँ नेतृत्व विकास तालिमलाई देशगत रूपमा बढाइरहेछौँ कोरोना संक्रमण दर पाजुगुनी सीमित मनोतैगु उपस्थिति थुगु प्रशिक्षण जाजो न्यागु ख